हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। हामी चाहिँ उठेर यहाँ हेर्नु नानी खोइ नमस्ते गर। नम्सिनको चाहिँ कपाल पनि मिलेको छैन, भर्खर उठेको है नम्सिन। खोइ गुड मर्निङ भनिदेऊ, सबैजनालाई गुड मर्निङ भनिदेऊ न। खोइ भन न। हामी चाहिँ के अरे बिहानदेखि नै बनाउँछु भन्दै थिएँ, तर आज चाहिँ अलिक ढिलो भयो। सबैजनाले आफ्नो काम सकिसकेर हामी चाहिँ अब कोही खाना पकाउन, कोही अब नानीहरूलाई होमवर्क गराउनतिर लाग्छौँ। अनि आज चाहिँ शनिबारको दिन आज आइतबार, आज पनि छुट्टी हो नानीहरूको। अनि के अरे आज चाहिँ हाम्रो चाहिँ मेरो चाहिँ सानो काम छ। अनि त्यसपछि हामी आज कहाँ जान्छौँ हजुरहरूलाई भन्ने नै छौँ। लु नानी हेलो गर, नमस्ते भन, गुड मर्निङ। म चाहिँ भर्खर उठेको भन। गुड। हाम्रो चाहिँ यहाँनिर पाडा चाहिँ यस्तो मर्न लागेको छ, जति घाँस दिए पनि यिनीहरू चाहिँ मर्न लागेको छ। यहाँ सुँगुर, हामी चाहिँ सुँगुर पनि पालेको छौँ हो, तिनवटा छ हाम्रो घरमा। सानो छ अहिले। मकैहरू यस्तो भएको छ साथीहरू, पोली खाने भएको छ। मकै खाने सिजन भयो। हामी चाहिँ सबै के अरे जेठानी देउरानी तिनजना, यहाँ तिनजना, यहाँ पर एकजना बस्नुहुन्छ, जम्मा 4 जना छौँ। अनि आफ्नो काम छिटो, यो धेरैजना हुँदा चाहिँ छिटो काम सक्ने रहेछ। यहाँ चाहिँ साइले के ठकठक गर्दैछ। हामी चाहिँ यहाँ आगोमा पनि घरि आगोमा घरि ग्यासमा खाना पकाउँछ। यहाँ साइडले चाहिँ अघि दाल बसाइसक्यो। कान्छी चाहिँ उता गोठको धन्दा सकेर कान्छी चाहिँ यता नानीलाई फकाउँदै हुनुहुन्छ। संस्कृति हाई गरिदेऊ, खै संस्कृति हाई गर, संस्कृति हाई, खै गुड मर्निङ गर। अब चाहिँ हामी सबैजना एकछिन, अब चाहिँ हामी गुड संस्कृति ज्ञानी छौ। प्रार्थना गुड मर्निङ भन्। यतिसरी गर्छ होला। नौसिनले त अघि नै गरिसक्यो। संस्कृतिहरू अब एकछिन पढ्छ नि। अब हामी एकछिन केटाकेटीलाई पढाउने होइन। म अब 7 बजीसम्म पढाउँछु। यस्तो छ हाम्रो चाहिँ गाउँघर, यस्तै छ गाउँघर। हामी चाहिँ जस्तो छ त्यस्तै देखाउने हो साथीहरू। जस्तो घरमा देखेको छ हामी त्यस्तै हो। अब हामी चाहिँ सबैजना यहाँ होमवर्क गर्दै, नम्सिन संस्कृति नो यो ब्याड भयो, ब्याड यो बिग्रियो। अब एकछिन ल, इलेजर छैन। संस्कृति चाहिँ होमवर्क गर्दैछ यहाँनिर होइन है। अब नम्सिनले चाहिँ होमवर्क गरिसक्यो है। अब नम्सिन चाहिँ घरको कपीमा गर्छ होइन। खै यस गुड। संस्कृति यहाँ गर्छ होमवर्क। तिम्रै हो। के हो त्यो? स्कुल डायरी। त्यो कसको हो? यो संस्कृतिको। छिराइज प्रार्थना छिराइज। त्यो इरेजर पनि लिएर आइज न, छिराइज ल। अब केटाकेटीको जिन्दगी नै रमाइलो हुने रहेछ। दिनुहोस् भन्नु दिदी। तिम्रो हो नि त त्यो, भने आफ्नो चलाउ न। प्रार्थना कुकुन होमवर्क छ, आइज नि छिटो। यो चाहिँ मेरो ठुलो छोरी, यो कान्छी छोरी, यो संस्कृति मेरो छोरी। हेर नि रिसाएको, फेरि रिसाएर नि हुन्छ। संस्कृति चाहिँ हाम्रो संस्कृति चाहिँ यहाँ होमवर्क गर्दैछ। अब यो सकेको है संस्कृति। गुड, होमवर्क सक्यो संस्कृति। अब घरको कपीमा लेख्ने ल।
यसो गर्ने कि के अरे त्यता केटाकेटी भन्नु हुँदैन त्यसै साथीहरू हामी चाहिँ भाङ्गेदेखि गयौँ हाम्रो कान्छीहरू पनि आइसक्नु भयो नानी सुतेको छैन आज हामी चाहिँ कहाँ जाँदैछौँ बाजी भन्ने त कहाँ जाँदैछौँ गाइजहरू आज हामी कहाँ जाँदैछौँ भन्नु है यति ब्युटिफुल ब्युटिफुल भएर हजुरहरू कता हिँड्नु भएको हलमा कुन हलको अब त्यो चाहिँ उहीँ गएपछि थाहा हुन्छ होला टिकट पनि काटेको छैन त्यत्तिकै फन घुमेर आउनु पर्यो यता को है भन हेलो भन हेलो भन प्रयास गाइजहरू आउँदैछ यता पछाडि अहिले यहाँ 2 लाखको मोबाइल झर मन लाग्छ यार को यता यता टोली उतारको टोली पनि आउनु हुँदैछ हामी चाहिँ सफारीमा है देखिँदैछ माइजू दामी एकदम हिरोनी के पछाडि पनि हामी चाहिँ काला बजार आइपुग्यौँ हाम्रो आफ्नो काला बजार कान्छाको साथीको घर कहाँ छ एउटा सुन किन्ने भयो कस्तो हुन्छ हौ बर्गर दुईटा हालेको ल गाइजहरू यहाँ फिल्म हेर्न आउनेको यहाँ बिजोक तल सोध्नु जानुभएको सकु ए के खुसी यस्तै छ
उता चाहिँ 5:30मा छ अरे। हामी चाहिँ यहाँनिर सुत्न लागेको, नानी छिराउन नपाउने भएर अब यहाँ कुरा गरेर अनि के हुन्छ अब। गाह्रो छ के गर्नु, रहर गरेर पनि नहुँदो रहेछ होइन। म अघि चाहिँ बाटोमा शङ्खा चाहिँ लागिरहेको थियो, त्यहाँ यहाँ आउँदाखेरि ला बल पता लिफ्टमा मान्छे कहाँ आएको? फिल्म हेर्न आएको हो? फिल्म हेरेर के हो मान्छेहरू। संस्कृति खोइ कान्छी नमसिन कस्तो लाग्यो? ए प्रार्थना फिल्म कस्तो लाग्यो तपाईँलाई? कस्तो लाग्यो? राम्रो लाग्यो? ठिकै लाग्यो। फेरि ल्याइदिनु नि त नि एउटा ल्याइदिनु नि त नि। है आधा भयो फिल्म चाहिँ अब जारीको होइन यो? ए होइन होला के को किन्छौ खानेकुरा?